हेलो ए हजुरबा तिमीले गर्न खोजेको के जिग्रीको सोर्स पर्सले मात्र मैले तिमीलाई व्यवस्थापकमा राखेको यदि जिग्री निर्माता थिएन भने नि तिमीलाई मैले जाने थिएँ पुरुको भने काम गर्छौ कि तिमीलाई म निकाल्दिउँ हुन्छ निकाल्दे त्यसो भए फेरि एकचोटि मैले भित्तीलाई गएर भेट्नु पर्ने भयो हुन्छ त्यस्तो होइन क्या हजुरबा यहाँ सुटिङै सुरु गर्न सकिएन केटी चाहियो क्या अब भाडामा केटी नपाउने रहेछ त के ल्याउनु त खोइ ल केटी पनि भाडामा माग्ने हो त केटीलाई त खेले बाबत पैसा दिने हो नि त्यसो पो हो अब पैसो दिने भनेपछि मेरो दिमागमा एउटी केटी चाहिँ आई तर के गर्नु आजकलका कलकारहरू छोइन सक्ना छन् महँगो पो बन्छ त के गर्ने होला केटी लिएर आऊ 1-2 हजार मिलाएर दिउँला क्या 1-2 हजार होइन 4,000 भने है त मैले 4,000 रुपियाँ दियो भनेदेखि यो केटीले भने जस्तो आइटिङ गर्छ ल ल छिटो लिएर आऊ हस्